मुझे लगता है ना दुनिया की हर चीज का सोल्यूशन सिर्फ एक ही है, खाना। भूख लग रही है तो खाना खा लो, बोर हो रहे हो तो खाना खा लो, सैड हो अब हामी चाउमिन बनाउँ है त। यसको लागि चाहिँ हामीले बोइल गरेको चाउमिन, क्याप्सिकम, टमाटर, प्याज, बेसार, नुन, तेल र सोया सस पनि चाहिन्छ। त्यसको लागि हामीले कराई बसायौँ र कराईमा चाहिँ थोरै तोरीको तेल हाल्ने। तोरीको तेल तातिसकेपछि त्यसमा प्याज, अनि प्याजलाई चाहिँ अलि रातो रातो हुने गरी भुटिसकेपछि त्यसमा चाहिँ हामी क्याप्सिकम अनि त्यसपछि त्यसमा चाहिँ थोरै टमाटर पनि हालेर यसलाई चाहिँ मजाले चलाइदिने। चलाएपछि हल्का गल्छ, गलिसकेपछि त्यसमा स्वादअनुसार नुन, बेसार, अनि त्यसपछि थोरै जिरा र धनियाँको धुलो हालेर त्यसलाई मजाले चलाउने। चलाइसकेपछि त्यो यसलाई छोपिदिने। छोपिसकेपछि यो पाक्छ, अलि गल्छ भने पाक्छ भने अनि यसलाई चाहिँ हल्का चलाउने र अघि बोइल गरेको चाउमिनलाई हालेर अनि यसलाई राम्रोसँग यो मिक्स गर्ने, चलाइदिने। चलाइसकेपछि अब हाम्रो आधी जति त लगभग भइसक्यो, पाकिसक्यो। अब यसमा थोरै सोया सस पनि हाल्यो भने चाहिँ यो खानामा पनि स्वाद पनि आउँछ अनि हेर्दा पनि राम्रो देखिने भएकाले म चाहिँ यसमा अजिना हाल्दिनँ, किनभने मेरो नानीहरूले पनि खान्छन्, त्यही भएर। अनि यो चाहिँ अब लगभग पाक्यो र मैले प्लेटमा पनि सर्भ गरेँ। हेर्नु त कति मिठो भएको छ। तपाईँहरू पनि यसरी नै बनाउनुहोस् आफ्नो नानी बाबुको लागि। र यहाँ चाहिँ मेरो छोरीले पनि मजाले गमी खाँदैछिन्। थ्याङ्क यू।